हेलो 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 एभ्रिवान, म पेम्बा तामाङ। आज हामी चाहिँ किस्पाङको किस्पाङ भन्ने ठाउँमा घुम्न आएका छौँ। मम्महरू घुम्न पुग्नुभयो? कहाँ हो घर तपाईँहरूको? खाना कहाँ? ताजी भन्छौँ। ताजी ताजी यता होइन ए त्यो माथि त्यो माथि ताजी भने माथि होइन? माथिबाट गयो नि हो हामी आज ए यताबाट पनि जाने ठाउँ छ नि त? ताजी ताजी हो नि यो रोड यसरी? यो माथिको रोडबाट गयो नि ताजी 7 नम्बर गाउँको माझबाट जाने। ए हजुरहरू नि घुम्न आउनु भयो? भन्नुपर्छ, हामी म नि घुम्न आएँ, पुरै भिडियो बनाउँदैछु। बनाउनु पर्यो, हामी त भिडियो बनाउन नजाने भयो। ए ल भिडियो बनाउनु पायो भने राम्रो हुन्छ नि। हजुर हजुर, घरमा गएर हेर्न मिल्छ नि त, त्यही भएर ल है साथी हो। हामी चाहिँ किस्पाङको यो पानी भएको ठाउँ, यो चाहिँ कुवा के भन्छ यसलाई, ठाउँको नाम पानी भएको ठाउँ। यो हेर्नुहोस् है, यहाँ अब पानी छैन, अब यो हिउँमा सुकेको छ अनि यो पानी व्यवस्था गर्न गरेर सबै गइरहेको छ। ल ओके, यो चाहिँ ल यो चाहिँ गाइज हो साथीहरू। तपाईँहरू पनि यस्तै ठाउँहरू घुम्ने मन इच्छाहरू छ भने तपाईँहरू घुम्न सक्नुहुन्छ। त्यहाँबाट क्रुज पनि देख्छ है, त्यो प्रे टावर भन्ने कुरा गर्नुभयो उहाँले। त्यो चाहिँ किस्पाङको प्रे टावर भन्नुभयो, त्यो ठाउँ ट्याक्कै किस्पाङसँग जोडेको है। फास्ट रोड हेर्नुहोस्, ओके नानीहरू भेट्ने गरेर एउटा भिडियो, नानीहरू स्कुलबाट आउँदैछ ल। किस्पाङ राइट, हेर्नुहोस् है किस्पाङ है, किस्पाङ।